Namyo Renge Kyo, Namyo Renge Kyo, Namyo Renge Kyo। नेपाल एसजीआई को दर्शनले हामीलाई साहस, विवेक र करुणाको शिक्षा प्रदान गर्छ, जसको सहाराले हामी जुनसुकै चुनौतीलाई पनि सामना गर्न सक्छौँ। एसजीआई नै हाम्रो वास्तविक खुशी र सुखको आधार हो। नेपाल एसजीआईले मेरो जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। जस्तो सुकै कठिन परिस्थिति आए पनि नआत्ती आफ्नो विवेक प्रयोग गरेर समस्यालाई सहज बनाउन सक्ने भएको छु। साना साना समस्या आएमा पनि धेरै आत्तिने, रिस उठ्ने मेरो बानीलाई सुधार्दै जानु नै मेरो मानव क्रान्ति हो। पहिलेको तुलनामा अहिले अरूको भावना बुझ्ने, समस्या परेकाहरूलाई सहयोग गर्ने, दुःखमा परेका व्यक्तिलाई खुसी बनाउन सक्ने व्यक्ति बन्ने सङ्कल्प लिएको छु। निचिरियन बुद्ध धर्मको आदर्श भनेकै मानवतावादी सोच हो। आफू पनि खुसी रहने र अरूलाई पनि खुसी तुल्याउने सत् प्रयास गरी मानव सेवा गर्न सकिने भन्ने शिक्षा यस एसजीआईमा आएर मैले प्राप्त गरेँ। जीवनमा सधैँ सकारात्मक सोच अँगाल्ने, जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि हार नमाने प्रयासलाई निरन्तरता दिने इच्छा यस संस्थाबाट प्राप्त गरेँ। नेपाल एसजीआई भनेको खुसियालीको बाटो, द वे अफ ह्याप्पिनेस हो र यसको मेम्बर हुनुमा मलाई के गर्व लाग्छ भने चाहिँ मैले जीवनमा आउने बाधाहरू, अब्स्ट्याकलहरूलाई चाहिँ सकारात्मक तरिकाले चाहिँ पार गर्न सक्ने भएको छु। नेपाल एसजीआईमा जोडिसकेपछि मैले जीवन सकारात्मक भएर कसरी जिउने सिकेको छु। कुनै पनि बाधा अडचन समस्या आउँदाखेरि ती बाधाहरूलाई कसरी सामना गर्ने, प्रार्थनाको माध्यमबाट ती समस्याहरू हल गर्ने नेपाल एसजीआईको सदस्य हुनुमा म एकदम गौरवान्वित छु। नाम्यो रेङ्गे क्यो प्रार्थना र गुण क्षमाको प्रति आस्था, विश्वास र बुद्ध धर्मको मार्गदर्शन र साधनाले मेरो जीवनमा धेरै ठुलो परिवर्तन ल्याएको छ, आत्मविश्वास दिलाएको छ। अझ कोसेलुफु गर्दै अगाडि जीवनभर यस बुद्ध मार्गदर्शनमा लागिरहने प्रण गर्दछु। नेपाल एसजीआईको सदस्य हुनु भनेको मेरो अहभाग्य हो र मलाई यसमा गर्व छ। यही संस्थाबाट मैले आर्थिक कठिनाई र चुनौतीहरूसँग कसरी जुझ्ने भनेर सिकेँ। त्यही अनुरूप मैले आफ्नो आर्थिक कठिनाई र मृत्युबाट विजय पाएको छु र अरूलाई पनि मैले हौसला दिन सकेको छु। मेरो लागि नेपाल एसजीआई आशाको घर हो। यहाँबाट मैले जीवनमा सकारात्मक रूपले जिउन, चुनौतीहरूसँग नडराई त्यसलाई अवसरको रूपमा लिन र सधैँ अघि बढ्न सिकेको छु। एसजीआईमा लागेपछि धेरै कुराहरू जान्ने र बुझ्ने अवसर प्राप्त भयो। लामो समयको निश्चिन्ताको सामनाले गर्दा हुन सक्छ आजभोलि समस्या र निराशाहरूलाई धैर्यताको साथ कहिले हार नमानी अगाडि बढ्ने साहस प्राप्त भएको अनुभव गरिरहेको छु। म दिनको 1 घण्टा प्रार्थना गर्छु र प्रार्थनाबाट ममा एक किसिमको करुणा, साहस र प्रज्ञाको विकास भएको अनुभूति गरेको छु र यसैले म नेपाल एसजीआईको सदस्य भएकोमा गर्व गर्दछु। नेपाल एसजीआईले मलाई एब्सोल्युट ह्याप्पिनेस भनेको के हो भन्ने कुरो सिक्ने अवसर मलाई दिलायो। लामो समयदेखि एउटा आइबिएस भन्ने रोगबाट ग्रस्त थिएँ। त्यो ग्रस्तबाट उपचार गर्दा कुनै निको नभएको हुँदा म यो नेचर डाइसेन्टको बुद्धिज्म प्र्याक्टिस गर्दा गर्दै त्यो हराउँदै गयो र त्यो अहिले म के भनेदेखि त्यसबाट मुक्त भएको छु। प्रार्थनाको माध्यमबाट कठिन समयमा पनि आत्मबल प्राप्त गरेको महसुस गर्छु। पहिले अरूसँग बोल्न डर लाग्छ भने अहिले सहज रूपमा बोल्न सक्छु। यही नै मेरो आस्थाको वास्तविक शक्ति हो। नेपाल एसजीआईले मेरो जीवनमा सकारात्मक परिवर्तन ल्याएको अनुभव गरेको छु। सेन्सेको मानव क्रान्ति सम्बन्धी मार्गदर्शनले हिजोको म भन्दा आजको ममा केही फरक भएको महसुस गरेको छु। हाम्रो जीवनमा मानव क्रान्ति ल्याउनको लागि गोहन्जन, नाम्यो रेङ्गे क्योको जप र एसजीआईको अति जरुरी छ। म पनि यसको एक साधक हुँ। सूर्य चन्द्रमा ताराहरू जस्तै सधैँ चम्किरहनको लागि फेथ, प्र्याक्टिस र स्टडी हुनु अति महत्त्वपूर्ण छ।
म नेपाल एसजिआई सदस्य हुनु मेरो लागि आफूलाई परिवर्तन गर्दै अरूको खुसीमा बाँच्ने मानव क्रान्तिको यात्रा हो। यसले मलाई कृतज्ञ हुन र हरेक चुनौतीलाई अवसरमा बदल्न सिकाएको छ। नेपाल एसजिआई मेरो दोस्रो परिवार हो, जहाँ मैले प्रेरणा, मित्रता र कहिल्यै हार नमान्ने साहस पाएको छु। नेपाल एसजिआईले मलाई आफ्नो जीवनप्रति धन्यवाद दिन सिकायो। आफूसँग जे छ त्यसमै रमाउन सके सधैँ खुसी पाइन्छ भन्ने कुरा बुझायो। आज म जे जस्तो बनेको छु त्यसका लागि यो अभ्यास, मेरा साथीहरू र सेन्सेईको सल्लाह सुझावप्रति मनैदेखि धन्यवाद भन्न चाहन्छु। एसजिआईमा आउनुको मुख्य तात्पर्य आफ्नो माइन्डलाई कसरी कन्सन्ट्रेसन गर्ने र कसरी पोजिटिभ थिङ्किङ गर्ने भने त्यो मैले आफूलाई त्यो प्राप्त भइराखेको जस्तो अनुभव भइराखेको छ र यहाँबाट जति कुराहरू सिकेको पनि प्र्याक्टिकल लाइफमा आफ्नो घरमा पारिवारिक जीवनमा कसरी व्यतीत गर्नमा त्यसमा पनि मैले युटिलाइज गरिरहेको छु र आफ्नो जीवन सहज रूपमा व्यतीत भइरहेको मलाई अनुभूति भइरहेछ। मेरो लागि नेपाल एसजिआईको सदस्य हुनु भनेको हरेक दिन आफूलाई अझ राम्रो मानिस बनाउने निरन्तर प्रयास हो। यस अभ्यासले मलाई आत्मविश्वास, साहस, करुणा र आशाका साथ जीवन जिउन प्रेरित गर्छ। नेपाल एसजिआईको सदस्य हुनु पाउँदा म गर्व गर्छु। म यस निचिरिन बुद्धिज्म फलो गर्न थालिसकेपछि मेरो आत्मबल, आत्मविश्वास बढेको छ र दैनिक जीवनमा आइपर्ने हरेक समस्या, चुनौतीहरूसँग जुझ्न सक्षम पाएको छु। सन् 1993 मा निचिरिन दाइसुनिनको बुद्ध धर्मसँग परिचित भएपछि यसले मेरो जीवनलाई क्रमशः रूपान्तरण गर्दै आएको छ। आस्था, अभ्यास र अध्ययन मार्फत मैले अनगिन्ती सकारात्मक अनुभवहरू प्राप्त गर्दै आफ्नो विश्वासलाई अझ गहिरो बनाउन सकेँ। समयसँगै मैले कठिन परिस्थितिलाई साहस, सकारात्मक सोच र धैर्य र दृढ सङ्कल्पका साथ सामना गर्न सिकेँ र कुनै पनि अवस्थामा हार नमान्ने बानी विकास भयो। पछिल्ला वर्षहरूमा मैले हृदयदेखि कृतज्ञ भएर बाँच्नु र विशेष गरी युवाहरूलाई प्रोत्साहन दिनु नै मेरो सबैभन्दा गहिरो र विवेकयुक्त सोच हो भन्ने अनुरोध गरेको छु। म यस संस्थामा प्रवेश गर्दाखेरि 18-19 वर्षको अल्लारे ठिटो थिएँ। यो बतासे उमेरमा कहीँ पनि कुलतमा र कुसङ्गतमा फस्न सक्ने, तर यो संस्थामा आइसकेपछि मैले जीवनको कम्पास पाएँ जसले मलाई जीवनमा सही दिशा दिइराख्यो। र साधना गरेको करिब 5-6 वर्षपछि म एउटा अर्को दुर्घटनामा परेँ जसले गर्दाखेरि म मृत्युको मुखमा पुगेर फर्किन सकेँ, जसले मलाई जीवन त दियो नै तर त्योभन्दा पनि बहुमूल्य जीवनको लक्ष्यलाई बोध गरायो र अर्थपूर्ण जीवन जिउन सिकायो। त्यसैले एसजिआई मेरो लागि जीवन हो र यसको विकासलाई, यसको संरक्षणको लागि सधैँ समर्पित रहिरहन्छु भन्ने मेरो सङ्कल्प छ। नेपाल एसजिआईको सदस्य हुनु केवल एउटा परिचय होइन, यो एउटा सङ्कल्प हो। आफू जित्ने, अरूलाई जिताउने, यो सबैको सुखका लागि कोसेन्डुफूको बाटोमा अघि बढ्ने सङ्कल्प। हामी हरेक एक थोपा हौँ, तर जब थोपा थोपा एक हुन्छन् झरना बन्छ। इगिता सेन्सेईले झरनालाई हेर्दै पुरुषहरूको जीवनका लागि एउटा अद्भुत प्रेरणा दिनुभयो। झरना जस्तै प्रचण्ड, झरना जस्तै अविरल, झरना जस्तै निर्भीक, झरना जस्तै हर्षित, झरना जस्तै गौरवशाली। हामी पनि त्यस्तै झरना बनौँ। चुनौती आउँदा प्रचण्ड बनौँ, थाक्न खोज्दा अविरल बनौँ, डरले रोक्न खोज्दा निर्भीक बनौँ, सङ्घर्षको बीचमा पनि हर्षित बनौँ र बुद्ध धर्मको मानवताको मार्गमा गौरवका साथ उभियौँ। आजदेखि डिस्ट्रिक्ट हाम्रो आधार, सदस्य हाम्रो हृदय, युवा हाम्रो भविष्य र कोसेन्डुफू हाम्रो एउटै उद्देश्य। एक हृदय, एक सङ्कल्प, एउटा अविरल यात्रा। नेपालको कोसेन्डुफूको विकासका लागि पुरुष वर्ग एकजुट भएर अघि बढ्नेछ। यस वर्ष एक मित्र, एक संवाद, एक संवाद, एक आशा, एक आशा, एउटा नयाँ जीवन भन्ने बुझेर हामी प्रत्येकले कम्तीमा एक मित्रलाई बुद्ध धर्मको अभ्यास सुरु गराउने सङ्कल्प गरौँ।